अब चाहिँ के होला जस्तो छ है गाइस या SAX भाइ ओइ तिम्रो मोबाइल अहिले चार्ज गर्नु सानो घरको एक्लो छोरो हिँडे सपना बोकेर दायाँ बायाँ यताउता कुलतबाट जोगेर हिँडे केटो सहर छिर्यो कमाउनलाई पैसा तर कुलतको बाटोमा खुट्टो मेरो ठोकेछ दोष दिन्न कसैलाई नै गल्ती थियो मेरो हिँडे सपना पुरा गर्छु भने झोला बोकी तर जीवनमा आयो मेरो औँसीको अन्धेरो थाहा थियो मलाई म हिँड्दैछु गलत बाटो एक सुरको दुई सुरको पर्न थालो खाँचो बिग्रिनलाई सजिलो सफ्रिनलाई गाह्रो भन्ने गर्नुहुन्थ्यो मलाई मेरो आमाले आज आरा लाग्छ मलाई यो कुरो साँचो दुश्मन मान्दिन म कसैलाई मान्ने गर्छु साथी किनकि दुश्मनको नि मलाई पर्न सक्छ खातो मलाई थाहा छ मेरो जीवन कहाँ टुङ्गिरहेको गलत पाइला मेरो थियो गर्दिन गुनासो I have no घरको एक्लो छोरो जिम्मेवारी मेरो काँधमा दिनभरि काम बेलुका लेख्ने गर्छु पानामा मनको पीडा मनमै छ व्यक्त गर्छु गानामा हराइसके म यो सर्सी दुनियाँको माझमा हार पनि मान्दिन सङ्घर्ष गरिरहे मेहनतको फल मिठो हुन्छ भन्ने गर्थे तर गरे भन्दा बेसी म तल झरिरहे सानोमा सोच्ने गर्थे ठुलो भएपछि म सानो थिएँ त्यति बेला गलत रहेछ सोच खासमा बाल्य पनि ठिक कहिले जिम्मेवारको बोझ दुःख पर्दा यताउता आफन्तको खोज तर कोही रहन्छ आफ्नो दिए इस्माइलवाला पोज हुर्कायो बढायो देखायो मलाई बाटो अब के गर्नुपर्छ मलाई राम्रोसँग थाहा थियो साथीभाइको सङ्गत कुलत सबै थुकिदे धेरै च्याउ आमा अब रुवाउँछु खुसीले आमा बाबाको आशीर्वाद छ मेरो साथमा सुख दुःख भने सबै जिन्दगीको पाठै छ टाढा छैन त्यो दिन सबै सुख दिन्छु आमा हजुरको हातमा